Hi guys, namaste. This is our second day in Victoria. अनि अहिले चाहिँ हामी ननाइमो भन्ने ठाउँतिर जाँदैछौँ र मलाई यो ठाउँ चाहिँ एकदमै दिस प्लेस टुक माई हार्ट. यो ठाउँ अति नै ब्युटिफुल लाग्यो मलाई. यहाँको नेचर अनि त्यसपछि यहाँको क्लाइमेट, त्यसपछि यहाँको अब रुख बिरुवा पात पतिङ्गर, pretty much everything look like Nepal हैन. अनि त्यही भएर मैले बाटोको भिडियोहरू अलि धेरै हालेको छु. मलाई छुटाउनै मन लागेन. सबैले हेर्नु होला हैन. भिक्टोरिया भनेको चाहिँ टोरोन्टोमा टोरोन्टो भन्न आयो, क्यानाडामा चाहिँ एकदमै बेस्ट क्लाइमेट भएको ठाउँमा पर्छ. एकदमै कम्पेयर टु भ्यान्कुभर थोरै पानी पर्छ. यहाँ स्नो विन्टरमा माइनसमा जाँदैन, प्लसमै हुन्छ. सो द वेदर इज प्रिटी मच लाइक आवर सिटी पोखरा. अनि त्यही भएर पनि मलाई एकदमै मन पर्यो. र अहिले हामी जाँदैछौँ ननाइमो भन्ने ठाउँमा. त्यहाँ चाहिँ एउटा नेक पोइन्ट भन्ने डेस्टिनेसन रहेछ, त्यहाँ जाँदैछौँ. ल एकछिन यो भ्यू इन्जोय गर्नु होला है त. थ्याङ्क यू. ल गाइज, यही नै हो नेक पोइन्ट भन्ने ननाइमोको. अनि यहाँ चाहिँ ओसन रहेछ. अनि त्यसपछि एकदमै ब्युटिफुल भ्यू. नेक पोइन्ट भनेको चाहिँ अलि उता जानुपर्ने हुन्छ. अहिले चाहिँ हामी नेक पोइन्ट जाँदैछौँ. Nanaimo Neck Side Park. It's a small beach. Look at that town, man. So pretty. So pretty. OMG, it's so pretty, man. अगाडि सामनारा आइल्यान्ड हिँडिरहेको छ. त्यहाँ देख्नुभयो, त्यहाँ रकहरू छ होइन. त्यो रक नै नेक पोइन्ट हो.
The leaf is so green. Yeah, it's shiny too, right? And shining. यो लाली गुराँसहरू जस्तो छ. Oh, yeah, wow. Better? नेपालको जस्तो झार छ. गाइज क्यानाडामा मैले पिपलको बुट भेटेको छु है. पिपल हो जस्तो लाग्छ तर I'm not sure. खै खाने काम. अहिले चाहिँ हामी खाजा खाँदैछौँ र यो चाहिँ अर्को हार्बर साइड थियो. एकदमै ब्युटिफुल थियो. मैले तर भिडियो बनाउन बिर्सेछु. हामी यहाँ खाना गएको थियौँ. एकदमै ब्युटिफुल थियो. हामीले यहाँ आइसक्रिमहरू पनि खाएको थियौँ. अनि यहाँ जुस थुप्रै ठाउँहरू लाइक पानीमा हिँड्ने जहाजहरू, सिपहरू अनि जेट स्कीहरू थियो. अनि यो चाहिँ वुड ल्यान्ड पार्क समथिङ यस्तै के नाम हो यो चाहिँ. वेस्टवुड पार्क, सरी वेस्टवुड पार्क हो यो चाहिँ. एकदमै ब्युटिफुल थियो. हाम्रो पोखराको फ्याल लेक जस्तै देखिरहेको थियो. मान्छेहरू इन्जोय गरिरहेको थियो. बच्चाहरू नुहाइरहेको थियो. मलाई एकदमै मन पर्यो. एकदमै पिसफुल भाइब थियो. मजाले बसेर स्नो नपर्ने भएपछि ठाउँ अर्कै हुने क्या. यो चाहिँ उस जस्तो रहेछ कि फ्यान्सी युज भएको. यो चाहिँ भिक्टोरियाको चाइनिज मार्केट. एकदमै पुरानो चाइनिज मार्केटको सानो एउटा ब्युटिफुल गल्ली भनौँ. एकदमै ब्युटिफुल थियो. मैले यसरी युट्युबमा अपलोड गर्छु भन्ने थाहा थिएन. यतिकै मैले ऱ्यान्डमली भिडियो बनाइरहेको थिएँ. त्यो भएको भएर मैले धेरै ठाउँहरू क्याप्चर गरिनँ. यो चाहिँ चाइनिज मार्केट, चाइनिज स्ट्रिट, चाइनिज मार्केट भनौँ. You should go now. It takes so much time. He takes care of us. Sorry. Oh, I'm sorry. यो चाहिँ भिक्टोरियाको माउन्ट डगलस भन्ने पोइन्ट थियो. एकदमै राम्रो, एकदमै ब्युटिफुल. वान अफ दि बेस्ट साइट इन भिक्टोरिया. अनि यो चाहिँ मेरो भिक्टोरियाको सबसे बेस्ट ठाउँ थियो. इन्जोय गर्नु होला भ्यूहरू. हुन्छ होला है. जाऊँ
Dora. Run. We need to get there before sunset. Oh, there's a viewpoint on the top. Let's go. Run. Wow. Let's go at the top. Let's go. Thank you. Wow. See? It's worth it, right? 나 지금 아니 근데 멀리 가면 안 돼 대신에. 여기서 찍을 거야. 누나 잠깐 누나 하나만 찍고. 아니 아빠 있으면 같이 앉자. 조용히 해. Sorry. 서 있어봐. 안 보여 멀리. 서 있어봐. 싫어. 멀어서 안 보여. 서 있는 걸로 봐야 돼. Could I take a plane? I would not suggest it. This bus ride's also the same length. The travel time would be longer though, but it's also significant. It's yes, plane to Vancouver would be like $100. Bus and ferry would be like 20, 21. But like you could do that. The ferry's pretty nice. I don't know where I just saw यसो टेप हामी अरूले आउनु पर्ने हो 신발은 제대로 신겨야 저거를 뒤를 저렇게 하지 말고 딱 넘어지게 좀 야, 너 공기 좋다. 아니야, 내려가지 마. Sunset इतनी मिस भयो क्या ना 10 10 मिनट ने मिस भयो